गत वर्ष हामीले यो बुद्ध पूर्णिमा केन्द्रित कार्यक्रम गर्दा के गर्ने त यो सधैँ जस्तो कार्यक्रम गरेर त यो खासै यसले त्यति अर्थ नराख्ला अलि रचनात्मक खालको अलि सृजनशील कार्यक्रम गर्नु पर्यो भनेर हामीले आदरणीय अग्रज बुवाहरूसँग सल्लाह लियौँ। सल्लाह लिँदा चाहिँ कम्तीमा यत्रो चाहिँ दुलेगौंडा शुक्ला गण्डकी वरिपरिमा अब धेरै खाले पर्यटकीय स्थलहरू त छ, तर यहाँ एउटा बुद्धको प्रतिमा बनाउन पाइयो भने त्यो बुद्ध प्रतिमा स्थलमा चाहिँ बौद्ध धर्मावलम्बीहरूको हकमा चाहिँ त्यो धार्मिक स्थल हुनसक्छ, अन्य हकमा पनि त्यो चाहिँ एउटा पर्यटकीय स्थल हुनसक्छ। त्यसो भने एउटा बुद्ध प्रतिमा निर्माण गरौँ भनेर हामीले त्यो सम्भावनाको खोजी गऱ्यौँ। सम्भावनाको खोजी गर्दै गर्दै जाँदा चाहिँ स्थानको खोजी गर्दा हामीले धेरै ठाउँमा त्यसको सम्भाव्यता हेर्दा एक्लै डाँडा चाहिँ हाम्रो 1 नम्बरमा परेर हामीले यहाँका स्थानीय जनप्रतिनिधिसँग हामीले सल्लाह गर्दा लो एक्लै डाँडामा चाहिँ बुद्धको प्रतिमा बनाउनु पर्यो भन्ने पनि धेरै बहस छलफल गरिसकेपछि यहाँ हामीले एउटा सम्भावना देख्यौँ र गत वर्ष हामीले नेतृत्वमा रिन्पोछे श्री लामा गुरुङको नेतृत्वमा यहाँ चाहिँ भूमि पूजन गरेर बुद्ध प्रतिमा निर्माण गर्ने सुरुवातको अभियान सुरु गर्यौँ। सधैँको बुद्ध पूर्णिमा केन्द्रित कार्यक्रमहरूमा यहाँ धेरै गुरुङ मगर समुदायका चाहिँ आदरणीय अग्रजहरू सहभागी भइरहेको हुनुहुन्थ्यो। यसपालि चाहिँ हामीले यो 2569 बुद्ध जयन्तीको अवसरमा चाहिँ बुद्ध पूर्णिमाको अवसरमा हामीले शान्तिको लागि श्रम भन्ने एउटा कार्यक्रम नारा बनाएर एउटा कार्यक्रम गरौँ। खास गरी यहाँ यो जुन हामीले माटो बोक्यौँ, जुन ढुङ्गा बोक्यौँ, यो त मेसिनले जति पनि गर्छ, 1-2 घन्टामा यो काम सबै सम्पन्न गर्छ। यो हामी मानिसको रूपमा हामी जति यहाँ सहभागी जति काम गऱ्यौँ यसको सट्टामा त 2-4 घन्टामै मेसिनले काम गर्न सक्थ्यो। तर यही काम चाहिँ हामीले कम्तीमा हाम्रो समुदायको अथवा यो डाँडालाई चाहिँ बनाउनु पर्छ, यो डाँडालाई सुन्दर बनाउनु पर्छ, यो डाँडालाई पर्यटक हिसाबले चाहिँ विकास गर्नुपर्छ भन्ने जो हामी शुभचिन्तक छौँ, सबैजना यहाँ सहभागी भइदिँदा, सबैले यहाँको माटो छोइदिँदा, यहाँको ढुङ्गा छोइदिँदा, यहाँ पसिना बगाइदिँदा सबैको अपनत्व हुन्छ। हाम्रो पनि यो डाँडामा चाहिँ यो चाहिँ एउटा एक्लै डाँडा बनाउनुमा हाम्रो पनि योगदान छ भन्ने एउटा आत्मसन्तुष्टि हुन्छ। त्यो सन्देशका साथ हामीले एउटा शान्तिको लागि श्रम अभियान सञ्चालन गरौँ भनेर हामीले 3 दिने कार्यक्रम आयोजना गऱ्यौँ। मूलत यो गुरुङ मगर सांस्कृतिक एकता समाजले गरेको हुँदा हामीले आफ्नै संस्थामा आबद्धता भएका संस्थाहरूलाई आह्वान गऱ्यौँ। तर सँगसँगै यहाँ हामीले आह्वान गरेको भन्दा फरक ढङ्गले अरू समुदायको अरू संस्थाका साथीहरू पनि यहाँ सहभागी भइदिँदा हामीलाई हौसला मिलेको छ, हामीलाई अझ धेरै काम गर्ने एउटा जाँगर प्रेरणा मिलेको छ। म सबै गुरुङ मगर सांस्कृतिक एकता समाजभित्र आबद्धता हुनुभएका 24वटा मगर समाजहरू र 13वटा तमु समाजहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र यो अभियान चाहिँ हाम्रो पनि हो, यो एक्लै डाँडाको विकासमा हाम्रो पनि योगदान हुनुपर्छ भनेर यहाँका स्थानीय टोल विकास संस्थाहरू, यहाँका विभिन्न संस्थाहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू जो यहाँ सहभागी भइदिनु भयो उहाँहरूलाई पनि म हार्दिक धन्यवाद र आभार प्रकट व्यक्त गर्न चाहन्छु। र अहिले यहाँ हामीले चाहिँ सामान्यतः काम मात्रै सुरु गर्न खोजिरहेका छौँ, धेरै काम गर्न बाँकी छ। धेरै पटक हामीले यहाँ श्रमको आह्वान गर्न बाँकी छ। मलाई यो सुरुवातले के देखाएको छ त भने टेलर भन्छ नि फिल्ममा, टेलरले पनि धेरै चाहिँ सङ्केत देखाउँछ। यो चाहिँ यहाँहरूको उपस्थितिले के सङ्केत देखाउँछ भने कम्तीमा एक्लै डाँडाको विकास होस्, यहाँ बुद्ध प्रतिमा बन्दै गर्दा हामी सबैको एउटा यो साझा सम्पत्ति हुन्छ हो भन्ने प्रेरणा चाहिँ यहाँहरूको उपस्थितिले देखाएको छ। र यो बुद्ध प्रतिमा बन्दै गर्दा हामीले कम्तीमा 1.5-2 वर्षभित्रमा यहाँ प्रतिमा बनाइसक्ने भन्ने लक्ष्य राखेका छौँ। नगरपालिकासँग, प्रदेश सरकारसँग, हामीसँग आबद्धता भएका समाजहरूसँग अथवा यो बुद्ध प्रतिमा बन्नुपर्छ भन्ने सबै शुभचिन्तकहरूसँग हामीले आर्थिक दान, श्रम दान, सबै दानको हामीले आह्वान अपेक्षा गरेका छौँ। मलाई लाग्छ यो 1.5-2 वर्षभित्रमा यहाँ प्रतिमा बन्नेछ। त्यो प्रतिमा बन्दै गर्दा त्यो प्रतिमा गुरुङ मगर सांस्कृतिक एकता समाजको मात्र होइन, त्यो सारा वडा नम्बर 8 को सम्पत्ति हो, त्यो सारा शुक्ला गण्डकीको सम्पत्ति हो। त्यो सम्पत्ति रूपमा हामीले त्यही देखेका छौँ। त्यो विकास गर्नुपर्ने हुन्छ, त्यसलाई त्यही ढङ्गले हामीले अगाडि बढाउनु पर्ने हुन्छ। त्यसो गर्दा कुरा के छ भने यहाँ बौद्ध धर्मावलम्बीहरूको लागि यो चाहिँ एउटा तीर्थाटन हुनसक्छ होइन, आफ्नो धार्मिक त्यो एउटा आस्थाको केन्द्र बन्न सक्छ। अन्य समुदायको लागि कुरा के छ भने यहाँ चाहिँ तपाईँको एउटा शान्तिको एउटा चाहिँ केन्द्र बन्न सक्छ।